बिहान बल्ल उठिन्छु होइन। अब हिजो राति 7-8 बजीतिर आइयो यहाँ अनि आएपछि 7-8 बजीतिर आइयो अनि आएपछि खानासाना खाइयो, डान्सहरू गरियो, राति 12 बजीतिर सुत्यो। राति भिडियो बनाउनु भएन, राति भिडियो पनि देखिँदैन खासै होइन। त्यसैले सुतेको। अहिले चाहिँ आएर निन्द्रा लागेको थियो, भर्खरै उठेको। अनि अब हातमुख धोएर अनि एकछिन डाँडासाँडा घुम्न जाने। त्यति बेला भ्लग हुन्छ नि, भिडियो सिडियो बनाइन्छ। कसम लास्ट जाडो हुँदो रहेछ यतातिर। औडा हेर्नु हामी सुत्ने ठाउँ यस्तो छ, औडा जाडो भएर भेजा भएको थियो। तर सुत्नु त पर्यो। हिजो राति औडा लाग्थ्यो, बसमा चढा कराउने आएको धुलोले आँखा बन्द गरिदिएछ। खसेर आइदिएछ औडा। अब एकछिनपछि बाहिर चाहिँ निस्किन्छ। ल हामी चाहिँ अब झुलिङ पुल तर्फ लाग्यो होइन। भाइले झुलिङ पुल घुमाउँछ अरे मलाई। ठाउँ चाहिँ अरू छ बिहान बिहान, घाम लागेन, घाम लागेकै छैन होइन। भाइ एउटा पोज्दैन, जानु चाहिँ अब हामी तलतिर झर्किनु होइन, खोलामा डाइभ हान्न। घनाइराखे खोला पुल पुल देख्नुभयो? हाम्रो पुल यो चाहिँ हो, मेन माथिल्लो पुल, झुलिङ पुल। अब जाम। तर खोलाको साउन्ड चाहिँ हरिबाखेको यहाँनिर सर्र गरिदिएको आयो। यो झुलिङ पुल त पुरानो रहेछ क्या हो, पुरानो रहेछ त यार, पुरानो पुल रहेछ क्या। पुल पनि काटी परेको पुल रहेछ नि त। यस्तो 2-4वटा फोटो खिच्यो होइन झुलिङ पुलमा। झुलिङ पुलमा 2-3वटा फोटो चाहिँ खिचियो। मस्त छ भ्यू चाहिँ। भाइ चाहिँ यहाँ चेप्टे ढुङ्गा हो, देखाइदिनु ढुङ्गा। उता चाहिँ भाइहरूले माछा मार्न लाग्यो क्या, त्यहाँ जानुपर्छ क्या। हामी पनि माछा मारेको हेर्न जाने। भाइहरूले उता भाइहरूले माछा मारिराखेको क्या हो न। माछा मारेछ जाम्ने हेर्नु। यस्तो भाइले माछा मारेको नि हेर्न गइदिउँ भन कस्तो हुन्छ। ओ मेरो दाइ, हजुर कहाँ सुत्नुभएको थियो भन्नु त? कहाँ जानुभएको छ हजुर? हजुरले त गोठमा सुताइदियो क्या, भैँसी सुत्ने गोठमा। बिचरा अहिले एक्लै हिँड्नुभयो। कस्तो यी पछाडि घर देख्नु भएन? आउनु कहाँ जानु? सन्जयले बिहा गरेको घर बिर्सेर कुन हो घर भन्दै सोध्दै आउनु भयो होला। ओ त्यसरी होइन त हल्लाउने, यसरी गरेर यसरी दुइटै फ्याट फाल्न हो। त्यसरी दुइटै फाल हो, त्यसरी फाल हो। हल्ला मासु तर छुट्ने तरिकाले चुटुस ढोस पार्दिन। सन्जय बाख्रा खोरमा गएर सुतेको रे, बाख्राको खोरमा सुतेर आएको रे, बाख्राको खोरमा सुतेर आएको रे के खाउ नपाएर। अनि बिहाको घर कुन हो भन्दै खोज्दै हिँडेको थियो। अनि बिहाको घर त्यो हो भनेर चाहिँ आइदिएको। यहीँनिर छन्, यहीँनिर थिएन होइन। बिहाको घर कुन चाहिँ हो भन्दै सोध्दै हिँड्यो। ल त्यही पछाडि हो। अब चाहिँ हाम्रो
आजको प्लानिङ चाहिँ हाम्रो डाँडा काँडा चढ्ने थियो तर इक्जाममा त यस्तो जुन जाने हामी चाहिँ अब डाँडा चढिदिउँ भनेको होइन के हुन्छ त्यहाँ माछा मारिरहेको क्या भाइहरूले जम्मै माछा मारेको हेर्न त्यो कपडा धोइरह कपडा धोइरह तेरो टाउको टुप्पोमा चढ्नै सक्दिनँ नि बाटो त त्यत्रो को जान्छ रे यार बाबु यार सकिन्न कि डाँडामा चढ्नु त यार यहाँ जाने कि भाइले भनेको यहाँनिर सकिन्छ जान छिला हानिन्छ भाइ भाइ माछा मारेको के गरेको त भाइ चाहिँ के गर्नु आएन होइन जेस गाउँमा चाहिँ हरित पानी के पौडी खेल्नुपर्छ कि अघि त बिहाको घरमा गराउँछु भाइ भन्दा खै कता दुई आएको थियो नि बिहाको घर खै भन्दै खोज्दै हिँडेछन् बुढो होइन दाजु ए खोला त हरि नन यो रुख ढुङ्गाबाट अनि यहाँबाट फोटो खिच्नेकै सिडीमा आफू बसेर अहिले एकछिन यो भोटे कुकुर हो त्यो दिन खतरा पार्छ गर्मी त गर्मी खप्नु सक्दैन नि आयो 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 सामने त त्यो सामने त यो सिडी चढौँ न त चेताउनु मन लाग्छ बाबु तँलाई हिँड्दा नि यहीँबाट ब्लक बनाउँदै यसलाई चेताउनु मन लाग्छ भने म केही भन्दैन चेत्तियोस् तर माया कसम भनौँ यस्तो मजा आयो अब आफ्नो छोरा होइन भिडियो बनाएर सब ठिक छ हामी चाहिँ अब डाँडा चढ्न लाग्यो होइन यो हाम्रो डाँडा साँडा सिडी बन्न लागेको रहेछ अनि गइदिनु बनिरहेको रहेछ भिट्किन लाग्यो अब गइदिउँ मलाई कतिको सकिन्छ सिस्नु त छैन नि ए आयो यो के हो यो सिस्नु होइन यो चाहिँ सिस्नु भन्छ यसलाई छोएपछि पोल्छ तर मैले छोउ मात्र समाते छैन होइन छोउ भाइ छोएपछि पोल्दैन समातेपछि पोल्छ क्या यसलाई अन्त सिस्नु चाहिँ हरि देखिँदैन सिस्नु टिपेर लगिदिनु पर्छ क्या मम्मीलाई खानुलाई जाम अब हाम्रो गन्तव्यतिर पुगौँ होइन गइरहेछ बनकट्टी होइन के गन्तव्य भनिरहेको बनकट्टी सुन्यो भने बहिनीले होइन यस्तो छ हालत सिस्महल ए सिस्महल भयो सिस्नु हो पाठी यसलाई भन्छ पाठी सुनेपछि बनाउँछ लाठी लाडु गुराँस पाउँदैन यहाँ हो जाम त हाम्रो त यति माथि आइसक्यौँ होइन के यहाँदेखि फोटो खिच्नु चाहिँ हरिब हुन्छ क्या एक दुई कपी यहाँदेखि फोटो खिचिन्छ अनि माथि चढिन्छ अब अर्को डाँडा चढ्न जानको लागि यो डाँडा चाहिँ हामीले झर्नलाई फेसला गऱ्यौँ माथिसम्म पुगेर फोटोसोटो खिचेर आइब्याम तँलाई नम्बर म हामी चाहिँ झर्ने यात्रा गरेर झर्न पनि सजिलो छ तर सिडी छ सिधै गुल्टेर गइन्छ अब चाहिँ अरू भिडियोहरू माथि अर्को डाँडामा गएर भाइरमा एउटा सुट हुन्छ होइन चाहिँ चार्ज पनि भ्याउनु राम्रो पावर ब्याङ्क चार्ज भएपछि हुन्छ भिडियो भाइको देखि हुन्छ अब चाहिँ गइन्छ गएर अब टिकट खाइन्छ अब गएर खानु त अनि बोलाइरहेको घुम्न जान उयो पाइप कत्रो पातलो
पानीको पाइप हो अब गयो अब चाहिँ हामी झर्दिएको अहिले खानासाना खाएपछि खाना अब खाएर गइन्छ कि नखाइकन गइन्छ त्यही गरेर बाँकी भिडियो हुन्छ त्यति बेलाको लागि ल अहिले चाहिँ यहाँ पानी सानी परेर हाम्रो सादी रोकिएको छ अहिले होइन पानी चाहिँ हरि पर्दै आज हामी घर फर्किन्छ पानीले यस्तो हरि बनाइदियो अनि यहाँनिर अघिसम्म बिहान बिहान घाम लाग्थ्यो होइन हिरो अनि टक्क पानीको यहाँ फिल लिँदै सबै बसेर जाडो पनि गइरहेको छ जाडो चिन्छ होला है यिनले त ल ल ल मैले त्यही क्युटी हो न ल भाइले चाहिँ अब भाइको शादी हुन्छ जस्तो है यहाँ शादी अर्कै शादीको उहाँको भाइको शादी होला जस्तो किन आर्छस् त ओ मामा हेर्नु न बोलाउनु ठ्याक्कै पारी घर आउनु भन्नु त बिस्तारै कस्तो लागिरहेछ हावा चलेर तिम्रो जाडो भएको छैन एउटा टी सर्टमा बस्यो अब मस्तीकोमा त काबिराची मलाई सोधेको थियो कि कहाँ गयो तिमी भनेर मैले भाइभित्र अब पानीले साडी रोक्ला जस्तो पानी चाहिँ हरि कस्तो झरे है पानी देख्यो सब भित्र लाग्यो नि त यहाँ कुराकानी छिन्नु पऱ्यो कि भाइको चाहिँ कुराकानी छिन्न लाग्यो होइन के हुन्छ यस्तो छ महल चिसोमा अब भाइले तातो बनाउँछ कि हो यस्तो छ मौसम होइन भाइको चाहिँ ठिक छ यस्तो छ आजको दिन चाहिँ हाम्रो चाहिँ यस्तो भएर जानेको आयो नि यस्तो छ जाडो अनि हाम्रो जाडोमा अब भाइले तातो बनाउँछ क्या हो अनि पानीले यस्तो अनि हाम्रो त के हो हामी चाहिँ यस्तै हुने भयो होइन हामी जाडोमा जाडो कटाउनु भयो यस्तो चाहिँ भाइले के गर्ने हाम्रो यस्तो डाइरेक्ट कुरा छिन्ने होइन भाइको चाहिँ सिधै कुरा छिन्यो होइन शादी उता यो घरमा भइरहेछ हामी चाहिँ यतातिर आएर बस्यौँ पानी परेर गाडी साडी यही छ दाजु हामी र बाजेलाई भेटे बाजेलाई ए अहिले सुनाउँछु बाजेलाई खोज्नु जानु लाग्यो बाजे चाहिँ कता गइदियो चाहिँ भट्टीतिर हो कि कता गइदियो चाहिँ भट्टीतिर खोज्नु जानु लाग्छ भने मामा सिरी कता हुनु उहाँ पुग्यो नि फेरि मामाजी उहाँ पुग्यो गइरहेको छ बाटो चाहिँ हरियो छ हिलो गइदिउँ अब भट्किरहनु बाटो चाहिँ यहाँ त कहाँ रातो पानी बोकिरहे ए यता खोज्ने हजुरको पछाडि आएको नि मामा रातो पानी बोकिरहे मामा के हो त दोकानतिर जान्छ बाजेलाई पुस्नु ओए रोक्नु बाबु यहाँदेखि छिर्ने हो कि यहाँदेखि भाइ चाहिँ अगाडि हिँडेर म चाहिँ बस पछाडि जाडो भयो पानी परेर यहाँको सिडी चाहिँ हरिफ हुन्छ क्या पुरै ढुङ्गा च्याप्टो ढुङ्गाको पसल कुन हो र यो त म त बाटै चिनेन यार यता दिएन है यो बाटो यो त पसल यो पसल यहाँ चाहिँ घुसेको होइन मुस्टाङ चढेर बाजेलाई फाइनल भेट्यौँ हामी बाजेलाई यहाँ रहेछ बाजेलाई त भेटियो बाजे मन
मामा र म भाइ चाहिँ गएर बाजेलाई लिएर आउने होइन पसल पनि हरेक ठाउँमा हो कि यता मामा फेरि मुस्टाङ हिँड्नु गयो क्या जुत्ता त हरिब छ हाम्रो जुत्ता फेरि यस्तो गाउँ सहरमा जाने फ्यास छ मलाई जुत्ता लगाएर हिँड्ने गाउँमा कामसँग जुत्ता ध्वस्त हुँदो रहेछ न अब दुलाको पुरा उता गर्दैछ नि त बाहिर सामान निकाल्दैछ ल हामी चाहिँ बाजेलाई अब लिएर चाहिँ जानलाई भनौँ बाजेलाई हल्का रक्सी खानु रहेछ बियर 2-3 बियर भ्याइदिनु भएछ हातमा हुनुहुन्छ बाजेको छोराको ठोकेर बाजे त रक्सी खान आइदिनु भएछ बाजे उहाँ घरकै मेन मान्छे हो उठाइदिनु भयो भाइले लगिरहेछ बाजेलाई गइरहेको छौँ अब लगभग 1-1.5 घन्टामा हामी चाहिँ घरतिर हिँड्नुहुन्छ 1-1.5 घन्टामा अब तमासा देखाउँछ कहाँ तमासा देखाउँछ यो तमासा होइन त्यहाँ यस्तो हुन्छ तमासा कहाँ हो र ए हाल्दैन क्या हजुरको यो क्लिप काटेर हालिदिन्छ नि त होइन आफू हिँडेको चाहिँ त बनाइराख्नु नि गाउँ र त अब हामी माथि जाँदैछौँ बाटो चाहिँ पुरै हिलो त भएन चिप्लो भयो रातो माटो रहेछ रातो माटो होइन र मामा रातो माटो रहेछ रातो माटो चिप्लिन्न र चिप्लिहाल्छ अनि माटो भएपछि चिप्लिहाल्छ हामी माटोमा पानी परेपछि चिप्लिहाल्छ चाहिँ पानी हल्का हल्का रोकेला भनेको रोकिनु भन्दा धेरै बादल आइरहेको रे बादलले घेरिरहेको उसहरू हाम्रो डाँडा साडा यतातिर त औडा सेतो बादलले लगभग नि अहिले बादलले यस्तै पानी अब रोकेन थियो बादलले पुरै घेर्छ क्या यति चाहिँ हो ल अब एकछिनपछि हामी लगभग 1-1.5 घन्टापछि सब निकालेर अनि जान्छौँ होला हामी बसतिर पुगेपछि भिडियो हुन्छ अब पानी परिरहेको त्यो भिडियो हुँदैन होला यही हो लास्ट हाम्रो यो आजको चाहिँ गाउँको यात्रा हेर्न सक्नुहुन्छ गाउँको यात्रा चाहिँ यस्तो छ हाम्रो महल आज पानी परेको बिहानदेखि पानी परेछ बिहानदेखि अहिलेसम्म पानी परेछ होइन बिहानदेखि पानी परेछ अब हामी चाहिँ अगाडि लाग्नेछौँ जानु हाम्रो गाउँको यात्रा पानी चाहिँ यस्तै हिलो छ बाटो हेर्नु न देखाउनु त्यहाँ भिडियो बना बाटो हेर्नु कस्तो ठाडो चढ्यो हाम्रो सहरतिर बाटो कति सिधा हुन्छ यहाँको बाटो हेर्नु न र त्यहाँको बाटोको तुलना छुट्टै गर्न सकिन्छ हेर्नु यहाँको छेउमै छ डाँडा कहिले यो खस्किन्छ थाहै हुँदैन होइन भिड कहिले त पल्टिन्छ अब यो बिहे भएको घर चाहिँ ऊ त्यो है गाइज यहाँबाट देखिन्न ऊ त्यो निलो हो त्यो निलो चाहिँ बिहे भएको घर हो हामी चाहिँ अहिले हल्का ब्लगको लागि भनेर हामीले हल्का यो हल्का सुटिङको लागि क्या हल्का यो भ्यूहरूको लागि हेर्नु घरहरू हेर्नु सक्नुहुन्छ कस्तो ठाउँमा आफै तुलना गर्नु क्या हाम्रो गाउँ हाम्रो सहर जस्तै उतातिर कतिको सम्भवमा बनिन्छ र यहाँको सम्भव हेर्नु सम्भव हजुरले भेट्नुहुन्न घर कति तल डाउनमा हुन्छ पानी कहिले जान्छ यो कहिले पल्टिन्छ त्यो पनि थाहा हुँदैन क्या त्यस्तो छ यहाँको कन्डिसन अहिले हामी केही समयपछि खोलामा गएर हजुरलाई बताउने छौँ खोलाको पनि हाल देखाउने छौँ हजुरहरूलाई कस्तो हुन्छ के कस्तो छ भनेर हामी चाहिँ अब अगाडि लाग्दैछौँ भन यस्तो छ भाइ र म चाहिँ जाँदैछौँ यहाँको चाहिँ यस्तो हो क्या महल भन्दाखेरि चिसो छ होइन चिसो छ तर सब कुरा फ्रेस छ क्या चिसो छ तर फ्रेस छ हामी यहाँदेखि अब चढिदिन्छौँ भनेको न यहाँदेखि नचढ्ने योदेखि चढौँ मलाई पनि पिसा भए यहाँ माथि जाऊँ कि यहाँ माथि चढिदिउँ कि जाउँला क्या चढिदिउँ त अब हजुरहरूलाई म एउटा सानो यो चढ्न चाहन्छु होइन चढिदिन्छु
जुत्ता खस्कियो भने एउटा कुरा चाहिँ सिधा सिधा नगर न सिस्नु गाडीमा उल्टो भयो क्यामेरा यहाँको चाहिँ एउटा कुरा के छ पैँचट यहाँको चाहिँ एउटा कुरा के छ भन्दाखेरि हल्का बर्खा पर्छ नि त्यति बेला जुगा निस्किन्छ अनि अर्को कुरा पानी पर्दा बित्तिकै बाटो लास्ट चिप्लो हुन्छ चढ्न सकिने हामी चाहिँ यति चाहिँ रिस्क लिइदिन्छौँ भन यो चाहिँ आएकै छु गाउँमा अनि रिस्क चाहिँ हिँड्नमा केही छैन यहाँको चाहिँ बाटो चाहिँ हरिकै गुफा हेर्नु यस्तो यो अब यो कहिले पल्टिन्छ थाहा हुन्न यहाँ बसेर हामी अझै माथि अब हेर्नु म यो पनि चढ्न चाहन्छु होइन अहिले झर्न नसके पनि चढिदिन्छु ढले एकचोटि लोटे भने चाहिँ गाँड भयो सोचा हुन्छ गाइज अब यही बस्नु मस्त यहाँ हाम्रो भ्यू चाहिँ हेर्नु हामी कतिको माथि आँखा हजुरले बुझ्नु ठिक छ हाम्रो चाहिँ यति माथि चाहिँ चढिदियो हाम्रो माथि गइदिउँ होइन यस्तो छ हाम्रो हालत हामी चाहिँ माथि जति सक्यो हजुरलाई देखाउँछौँ कि माथिदेखि भ्यू हेर्नु र तलको भ्यू हेर्नु भाइ म चाहिँ भिडियो गर्छ चढिदिउँ यो चाहिँ हेर्नु मस्त छ यहाँदेखि होइन हाम्रो साथी घर गर्नु त्यो आएको हामी चाहिँ यहाँ चढिरहौँ डाँडा भाइ चाहिँ अगाडि दौड्यो यहाँ चाहिँ एउटा कुरा के हो भन्दाखेरि जुगा इज माई मेन चढ्नै सकेन मोटो हो कि पातल हो जुगा चाहिँ एउटा हेर्नु न कस्तो हल्लिन्छ यो सर्किनु पनि के फेरि होइन डरै हुन्छ गाउँठाउँ त गाउँको यस्तै हुन्छ र सिस्नु चाहिँ हजुरले जहाँ पनि देख्न सक्नुहुन्छ होइन म यति भिडियो यो अब यो भिडियो चाहिँ गर्नेको उद्देश्य भनेको देखाउनु गाउँ देखाउनु अहिले निस्किनै पाएन कि किनकि पानी परिरह निस्किन पाउँदैन भर्खरै हल्का पानी कम गरेर हामी यतिसम्म आइयो क्या चढ्नै दिँदैनन् कि यस्तो डाँडामा चढेर लोच्छ भन्ने हुन्छ तर के थाहा हामी चाहिँ टार्जन हो टार्जनको बच्चा जति पनि चढिन्छ वहाँ उता पनि हामी धेरै पराए जस्तो उसमा गइन्थ्यो क्या जङ्गल गइन्छ माथि देख्दैन यदि चाहिँ माथि उहाँदेखि आइयो यहाँसम्म अब हल्का उतातिर लागिन्छ हल्का यतातिर जाम भाइ चाहिँ हिरो भयो होइन भाइले फेरि जस्तो नि चढिदिनु खोज्छ म चाहिँ चिप्ले एउटा हाल्ने मोबाइल समाउनु पर्यो नि त त्यसैले ब्यालेन्स हुँदैन कि म चाहिँ पहिला चढिरहेको होइन अब यति चढ्न सकियो अब झर्न सकिन्छ कि नै चढ्दा ओ बाबु हातमा ए के झ्यामझ्याम त छोड्यो अस्रो अब हामी चाहिँ यो भाइ हात्दैन यो झन्डै गएको यदि माथि गर्न सकिन्न होला योभन्दा धेरै माथि हामी जान सक्दैनौँ अब चाहिँ एकछिन हामी यहाँ बस्छौँ अनि झर्छौँ भ्यू देखाइदियो एकचोटि भ्यू चाहिँ हेर्नु होइन मिठो हल्का मेरो क्या आइफोन भएको भए यस्तो हरिफ देखिन्थ्यो अब लो बजेटको क्यामेरा मोबाइल पनि लो चाहिँ खोला चाहिँ हरिफ बगिरहेको घरहरू हेर्नु न कस्तो ठाउँ भने महल चाहिँ राम्रो शुभम भाइको अब यहाँ हामीले 2-4वटा फोटो खिचिन्छ अनि त्यसपछि झरिन्छ होइन र अब झरेकोमा हेर्नु होला चढेको हेर्नु भयो चढ्नुभन्दा झर्न गाह्रो छ कि किनकि चढ्दाखेरि खुट्टा त्यहीको माथि घाम फाल्यो तर झर्दाखेरि चिप्लो हुन्छ खुट्टा चिप्लो चाहिँ सिधै तल हेर्नु कति सिधा बाटो यस्तो हामी चढ्यौँ होइन हामीलाई अब साथ सपोर्ट चाहियो होइन अब यति गरिदियो अब पछि हेर्नु न कस्तो कस्तो भ्लग हुन्छ अब अहिले पो क्यामेरा ठिक छैन र पो यस्तो हालेछु पछि राम्रो क्यामेरा भयो त्यो हालौँला राम्रै अब एकछिन पछि हुन्छ त्यति बेलासम्म रोकौँ त ल भाइ चाहिँ झर्न सुरु गर्यो ल अब चाहिँ हामी एकछिन बस्यौँ यहाँनिर
फोटोसोटो हल्का खिचियो। अब झर्न लाग्यो भाइ चाहिँ उहाँ त तल पुग्यो। अब मेरो पालो म चाहिँ मोबाइल समात्दै झर्नियो। मेरो सलै फुस्कियो, मेरो यो उस फुस्कियो, जुत्ता फुस्कियो। अब जुत्ता बान्नु पर्यो एकछिन है, जुत्ता बान्नुपर्छ। ल अब चाहिँ हामी चाहिँ म चाहिँ झर्न लाग्यो होइन। बाटो चाहिँ हरिब छ। अब चिप्लेटी खेल्दै झर्नुपर्छ क्या हो यार। बाटो त औडा चिप्लो रहेछ। पोलेर हामी हरिब यहाँ छटपट्टि हुन्छ अहिले एकछिन। त्यसैले आराम आराम झर्छौँ। हल्का पनि हाम्रो खुट्टा फिस्लियो सिधै तल। भाइ चाहिँ हाम फाल्दै हो। भाइ चाहिँ भाइ ओए भाइ रुक त, यो क्यामेरा समात। जुत्ताको तुना फुस्के यता पानी। जुत्ताको तुना चाहिँ फुस्के गऱ्यो। त्यसैले मैले जुत्ता पानी हालेँ फेरि। अब जुत्ता सब ध्वस्तो बनियो। अब चाहिँ आधी 1 घन्टामा गइन्छ आफ्नो गाउँ हो। त्यसो जस्तो हाल्नु गइन्छ। हल्का पनि खुट्टा फुस्लियो सिधै तल होइन। आराम आरामले झरिराखौँ। झर्ने पनि ठिक छैन। ओए झरी यति सिधै तल झरिन्छ कि यहीँ बसिन्छ। त्यसैले आराम आरामले यस्तो बाटोमा निन्जा टेक्निक देखाउनु हुँदैन। त्यसैले आराम आरामले झरिराखौँ। यता दिखाइज, यता बाटो ख त, बाटो ख के त पिएर। हामी चाहिँ यस्तो छ बाटो। उका टार्जन बन्न लाग्थ्योस् र जहाँ पानी झरेर खुट्टा चाहिँ फिस्लिरहेको हल्का फुल्का। भाइ चाहिँ झन्डै लुटेन होइन। झरिसक्यौँ हामी। बाटो हल्का नजिकै पर्यो अहिले है। ल भाइ झर्छ। एकदम ध्यानपूर्वक हो के, पुरै उस गरेर झर्नुपर्छ होइन। अन्त फेरि लोटिन सकिन्छ। झऱ्यो ल मोबाइल समात है, मेरो भिडियो बना। भौतारिनु पर्यो होइन। गइरहौँ। झरेर आइभ्याएमा न। अब अहिले एकछिनपछि गाडी साडी चढेपछि आउँछु होइन। अहिले एकछिनको लागि भाइले चाहिँ हल्का हात खुट्टा धोइदिनु होइन। जुत्ता चाहिँ ध्वस्त भयो भाइको, मेरो पनि ध्वस्त भयो। पानी चाहिँ कसरी आहा ल। अब म चाहिँ हल्का पखाल्छु, भाइले चाहिँ भिडियो गराउँछ नि। पानी पनि रोकी आउँछ नदो डाँडा चढेको धन्दाले फ्याँक भएन। जुत्ता चाहिँ एउटा बनाइदिनु। जुत्ता चाहिँ झुसी किरा त पसेन। रातो मात्र लगाइदियो आफ्नो जुत्ता होइन। अरूको जुत्ता खै हट त, केले पोस्नु पाएको होइन। हट न, यसले पस्ने। किन हट न, केले पोस्छस्। कपडा भाँडा धुनु यसले पखाल्न लागेन। ल ल ल ठिक छ। खै पोस्ट हल्का फुल्का बाबु। हेर्न फेरि फालिदिएको वहाँनिर। त्यो काम नगर्नु। खैले म पस्छु। अब हल्का जुत्ता सुत्ता पसिन्छ। अब हिरो भएर आएको थियो, जिरो भएर जानुभयो। त्यो डाँडा चढियो जो हिलोमा डाँडा पाखा भयो। अब जुत्ता चाहिँ मेरो होइन अरूको। ल अहिले एकैछिनपछि गर्छु। अहिले चाहिँ यहाँ चाहिँ साथीको टिका टालो हुनु लाग्यो, टिका भ्याउनु लाग्यो। अब एकछिनपछि लगभग आधी घन्टा पछि हिँड्छौँ होला। टिका टालो भ्याएको बित्तिकै हिँड्नुपर्छ होइन, यहाँ बस्नु मिल्दैन। टिका सिका सबले लगाइदिँदैन।
लाग्छ 8-9 घन्टा लाग्छ हाम्रो मामा फोटो खिच्ने रे के यसले वहीँ छ क्या म्याच त्यहीमा जानु न एयरपोर्टहरू ल्याइदिनु हुन्न हिँड्नु हजुर म जानु यहाँ बिदाई हुन लाग्यो बिदाई भएर सबको यस्तो छ सब रङ्गोली मनाइरहेछन् होइन अब हामी चाहिँ निस्किरहेको हाम्रो मामाजी यस्तो सबलाई अब अगाडि निस्कियो भनिरहेछन् अब चाहिँ हामी निस्केर हिँड्न लाग्यो होइन सब अब निस्केर रङ्गोली जन्ती चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्ट